Hi guys, welcome back. Truth or dare? ल अहिले ल ल तिमीसँग सोध truth or dare? Truth. तिम्रो फर्स्ट एभर क्रस कति क्लासमा हुँदा थियो? मेरो 9 मा फर्स्ट एभर? के बोले भाइ? लाइफको 9 मा मेरो पालि सोधा। ट्रुथ डेयर ट्रुथ ट्रुथ कतिवटा एक्स छ तिम्रो? ये फंस गया सीएम। दुईटा अरे साथीहरू एक्स नि होइन त्यो अब होइन मिस्टेक्स सरी मिस्टेक्स म त्यसलाई भन्छु अच्छा उहाँ सोध ट्रुथ क्लियर ट्रुथ ट्रुथ तिमीले रियल लाइफमा आजसम्म जे पाइ त्यही होइन कसलाई धेरैभन्दा धेरै माया गरेको छौ इन 2,000 years later. 1 hour later. 2 hours later. 3 hours later. A few moments later. Just then later. End of flashback. तिम्रो आजसम्म तिमीले लाइक हुन्छ नि फ्यामिली एक्सेप्ट होइन कुनै बाहिर केटा ऱ्यान्डम केटा तिमीले सबैभन्दा बेसी माया गरेको को? अफकोर्स मेरो बोयफ्रेन्ड थियो थियो किन के भएर तपाईँको सम्बन्ध बिछोड भयो? अलिक प्राइभेसी मेन्टेन गर्नुपर्छ मेरो पालि डेयर Guys, sauce a good house. There is there. So अब तक तो पान बन मेरी तटक गई. आई एम नॉट सो सॉस पर्सन ए मिक्स गरेर हाल्नु क्लियर कंट्रोल। डेयर पनि लिनुपर्छ ललको पाली ट्रुथ जे पाइ तिम्रो सोध्न पाइँदैन के पनि म सोध्दिनँ फ्रेन्डली इको फ्रेन्डली फ्यामिली भ्लग फ्यामिली जस्तो कुनै एङ्गलबाट देख्दिनँ किन तिमी साथीहरू फ्यामिली त होइन ओ माय गॉड हम साथ साथ है ट्रुथ हैन द तिम्रो हेड टेस्ट पर्सनको नाम भन नाम हेड टेस्ट शोभा अब त को कस्तो किन चाहिँ नभन्नु नि एउटा शोभा नाम त्यो केटा पनि हुनसक्छ शोभाको नाम केटी पनि हुन्छ भने पनि छैन होइन भयो त्यही हो मेरो पालि ट्रुथ ट्रुथ तिमीले कहिले के अश्लील चिज देखेको थियौ कि छैन कसरी पठाएर छैन नेभर के गर्न खोजेको है होइन त्यस्तो ल भन नेभर ट्रुथ क्लियर डेयर आजसम्म ओमेगलमा बसेको छौ कि छैनौ वेयर एडी सरी यो अर्को क्वेसन हो दिमागमा एन्सर सोचिरहेको डेयर हाई भन एकताल साह्रो पापड छ हाई हाई ओके गुड हाई गरी भन्न होला मलाई ट्रुथ डेयर ट्रुथ ट्रुथ तिमीले कहिले पनि घरमा ढाँटेर क्या भेटा गएको छौ कि छैनौ केटाहरूलाई म त्यस्तो हेर्ला होइन केटालाई डेट होइन तर काहीँ अब साथीहरू घुम्नु पऱ्यो भने होइन सब इन्क्लुड हुन्छन् यस मैले के भने आई डिड क्वेसन भन्थे सोध ट्रुथ क्लियर तिमीले कम्प्युटर क्लास नआउनलाई कहिले पनि मलाई ढाँटेर बहाना बनाएको छ कि छैन ट्रुथ भन्नु छ मैले
छ होला छ फिक्स छ एभ्री टाइमको मान्छेको भाग जाने ट्रुथ डेयर ट्रुथ तिमीले कहिले पनि आफ्नो साथीको बोयफ्रेन्डलाई मतलब त्यो जस्तो बोयफ्रेन्ड बनाउने सोच्यो कि सोचिनौ उसको बोयफ्रेन्ड भएर मैले थाहा पाइसकेर कि उसको बोयफ्रेन्ड छ भन्ने मलाई थाहा थिएन तर आफ्टर ब्रेकअप नो ट्रुथ कि डेयर ट्रुथ त्यो बहाना के थियो त्यो बाहेक मलाई याद भएन म घरि के भनिदिन्छु के भन्छ मलाई जाने मन छैन त्यसो जस्तै आज मलाई जाने मन छैन अरे मैले के सोधेँ तिमीलाई म के काम छ भनेर हालिदिन्छु धेरै ढाका खाने एकचोटि मात्रै होला म बरु नजाम्ला भन्छु तर होइन म गइनँ भने पनि म नाच्न मेरो घर बोलाउँछु हामीजना बस्छौँ तर त्यस्तो ढाँटेको चाहिँ छैनै होला है सायदमा लाग्छ तिमीले मलाई कति ढाँटेको थियौ अनकाउन्टेबल गाइज अनकाउन्टेबल छैन र तर मोर देन 10 टाइम्स लेस देन 15 टाइम्स म कस्तो बिचारी गएछु हेर्नु अनि क्या घरि यसो हुन्छ क्या बिहान गएको हुन्छ नि त हामी कलेज जान्छौँ क्या अनि आउँछौँ हामी 10:30 अनि खाना खाएको हुन्छ अनि धन्दा गरेको हुँदैन क्या अनि हामी आउनुपर्छ यता 2 बजी छिटो आउनुपर्छ अनि सुत्छु क्या म घरि अनि उठ्दाखेरि घरि 1 बजिरहेको हुन्छ अनि त्यहाँ धन्दा गर के म आउँछु कलेजबाट 12 बजी खाना खाँदा 1:30 हुन्छ 2 बजी आउनुपर्छ अनि म आउँछु है बस्न सुन्नु 10:30 बजी आउँछु अरे अनि त्यही अलिक मान्छेहरू अलिकति अनि आउँदैन ल क्लास होला ट्रुथ कि डेयर ट्रुथ या डेयर गर्ने कि लागेको छैन ट्रुथ one thing you hate about me the most आफ्नो बेउरा क्लास आउँछु भन्छ अनि मैले गरेर लगाएको छैन आउनै पाइन त्यही हो मलाई जस्तो केही हेर्छ छैन बाइक फ्यामिली नै अब नेट भन्ने ट्रुथ डेयर ट्रुथ मेरो एउटा दुईवटा राम्रो दुईवटा राम्रो बात बनाएको कतिवटा दुईवटा अनि त सक्नुपर्छ त्यस्तो धेरै छैन दुईटा राम्रो राम्रो भने चाहिँ साह्रो पऱ्यो तिमीलाई दुईटा राम्रो भने नि एकैछिन रोजिना कसैलाई पनि यस्तो निचा देखाउने बेउरा गर्दिनँ एउटा राख्नु नि यो भिडियो एउटा राम्रो बानी छ अनि ऊ भनेको ऊ लोभी घर ऊ केमा पनि तपाईँहरूले नि उसलाई जे सोध्नुहुन्छ ऊ खुसी दिँदै उसलाई लोभी छैन क्या उसकोमा एउटा खै हेरौँ तिमीलाई आज मजाले हेर्छु म अन्त राम्रो भनिदिइहाल्यो न नराम्रो भनेको म भनिहाल्छु नराम्रो भनेको उसको रिसमा अलिकति अनकन्ट्रोलेबल ल्याङ्ग्वेज निक्लिहाल्छ बोलिहाल्छ अनि अर्को भनेको छिट्टै रिसाएको चाहिँ एउटै त हुन्छ मिनी होइन अर्को तिम्रो टनिकमा आयो मसला क्रिया ट्रुथ माता छोडी तिमीले आजसम्म मतलब कुनै पनि मेरो साथीहरूसँग म तिम्रो घुम्न जाँदाखेरि तिमीलाई कहिले नराम्रो लागेको छैन अलवेज त्यो जेन्युन हो सबैलाई लाग्छ लाग्यो भने फेक फ्रेन्डसिप हो है मलाई लाग्छ अब त्यो अब तिम्रो म्याचुरी नछैन त्यो साह्रो होइन प्रायः जस्तो लाग्छ अब कोही बेला आफ्नो साथी पनि हुन्छ त्यस्तो लाग्नै पर्छ पनि हुँदैन त्यो जितेर भनेको सम टाइम्स अनि जब हामी दुईजना सँगै जानु परेको हुन्छ अनि अलरेडी प्लान भइसकेको हुन्छ नि अनि चाहिँ अलिक नराम्रो लाग्छ कि त अलरेडी प्लान छ या मै कहीँ जानु हुन्छ अगाडि नै अनि त्यही भएर ट्रुथ कि डेयर ट्रुथ तिम्रो हाँसी लाग्छ भने रिप्लाई गर्न पाइँदै क्वेसन मलाई लाग्छ अलवेज समटाइम्स अलवेज होइन समटाइम्स अब मैले समटाइम्स छोड्छु अरे समटाइम्स के अलिक धेरै समटाइम्स कि त समटाइम्स नट धेरै ल तिम्रो टर्न तिमीलाई आजसम्म मैले गर्दा सबैभन्दा हट किन भएको छ कहिले र किन भएको छ अझै बेला भएर म सिधै हेरिहाल्छु अनि याद हुँदैन मलाई त्यही हो सुरुचोटि हामी भेट्दाखेरि कि उसको बाबा आमाको लागि अनि हामी हिँड्दै जान्छौँ भनेर प्लान आएको दिन उसले बाटोमै छोडेर गएँ यो नजान्छ भनेको होइन जानु भयो त्यसपछि मात्र अलिक 3 जना मान्छे थिएँ अनि जस्ट भर्दादेखिको लागि पनि सोधेको थिएँ मैले ल भने नाइ भने त्यहाँ बस्न थाहा हुँदैन अनि गएँ म अटाएर गएँ त्यसले अलिकति अब हुन त भर्खर चाहिँ 1 दिन त भएको हामी साथी भएको मैले फेरि एक्सपेक्ट पनि गर्नु हुँदैन थियो अब एक्सपेक्टेसन हर्ट छ फेरि राम्रो टाढो छ बिहान अन्त खोज जा त्यो गर्दै गर्दा झला गर्दा दौडले हिँड्थ्यो भाइले त्यही त अलरेडी स्कुलमा 4 जना हुनुहुन्थ्यो उसको भाइ त्यो दिदी र भाइ 4 जना नि भयो तिमीलाई र मेरो फ्यामिलीको पनि इन्टेन्सन थिएन मलाई लैजाने जबरजस्ती बसी खेल्यो फेरि तिमीलाई अहिलेसम्म सबसे धेरै कसले हर्ट गरेको छ सबसे धेरै फादर मदर बोयफ्रेन्ड गर्लफ्रेन्ड सिस्टर्स ब्रदर
va bene ottimo. Sati pensa. Aku mulai bantu pakai Thailand nih. Thailand jadi. Aku sana. Dia juga lah. Mana pas aku mau pada nambah balik. Nah, itu dia. Mirip sama dia ayo. Masih nak sekali. Dia mana? Dia tahu. Depan mah. Itu dulu ya. Itu sudah kita. Dulu. Udah megang mainnya dia bos baca. Melawan dulu. Ini kan mati pun. Ya, itu orang kan takut. Itu orang takut. Mana lah mahalnya. Ay, ang heavy din naman. Ano Itu dia. Tak, kinuha.
मैले सोधेको होइन तिमीलाई कपाल मन पर्दैन भनेर हो हाम्रो क्लासबाट सबैभन्दा सुरुमा तिम्रो फाइट कोसँग पर्छ होला मेरो एउटा यस्तो कि त कपल्स त्यही अरू कोहीसँग पर्दैन अरूसँग सबैसँग राम्रै छु उनीहरूले नराम्रो सोच्यो भने थाहा छैन तर हामी अरूलाई यस्तोमा पर्दैन धेरै हाम्रो पर्सनल केही छैन जस्तो उसको पर्सनालिटी मात्रै मन नपरेको हो मान्छे ठिकै छ भन्नु न अब ठिकै छ होइन राम्रो त राम्रै छ हामी चाहिँ मान्छे भनेको पनि मतलब त्यस्तो रुट सुट पनि छैन जस्तो अलिकति चम्किने बानी कम गर्यो भने राम्रो त्यति हो होइन त्यो मेरो त्यही एउटा केटा त्यतिकै भनेको होइन क्या त्यो अब टिचरहरू हुँदाखेरि अरूलाई डोमिनेट गरेर आफू मात्र यस देयर्स ओन्ली मी म मात्र क्लासको गुड बिहेभियर छ होइन भने अरू त एकदम त्यो भिडियो सेयर गर्छ मलाई थाहा छ झन् हाम्रो भ्युज बढ्छ ए ल बाई 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 हजुरलाई यस्तै भिडियो मन गसिप चाहियो गसिप चाहियो भने कमेन्ट गर्नु होला हामी लिएर आउनेछौँ बाई बाई
हुँदैन उसलाई चित्त दुखिहाल्छ तर उसले देखाउँदिन है त्यति बेला उसको अनुहारले चाहिँ बताउँछ हो मेरो जति मलाई बरु म आफू चिन्दिनँ होला म अघि थाहा पाइसक्छु मलाई अलिकति केही भयो भने मैले मलाई अब यस्तो हुन्छ हामीले यहाँ केही क्वेसन आइरहेको हुँदैन होइन यो अर्कै कुरा हो यो अनि उयो मलाई बुझाउँछ ऊ मेरो लागि टिचर जस्तै हो नि फेरि सब बुझाउँछ नि टिचरहरू अनि मलाई आएको हुँदैन आउने कुरामा मजाले भनेर भन्छ अनि मलाई आएको हुँदैन नै गर्छु तर अघि बुझिसकेको हुन्छ यसले उसलाई आएको छैन है यो भनेर अनि फेरि सिकाउँछ यो बानीमा नाच्न यति मनपर्छ नि यो चाहिँ भनिदिइहालेको मैले उयो क्वेसन नसोध्यो भने हारी यस्तो सुनेको थिइनँ मैले भिडियोभन्दा अगाडि मैले भनेको छु र धेरैचोटि नेटवर्क नि ट्रुथ कि डेयर ट्रुथ मैले अहिले भन्छ तिमीलाई सोधेँ होइन र ए अन्त उसको त ट्रुथ कि डेयर ल तिमी मेरो चाहिँ के बानी चेन्ज गर्न चाहन्छौ तिम्रो मलाई थाहा छ एन्सर अलिकति प्याच भनिदिन्थ्यो कि त्यो नचिनेको मान्छेलाई पनि अनि उनीहरूलाई अलिकति नराम्रो लाग्छ होला भनेर मलाई त्यस्तो लाग्छ है अनि त्यही भएर नभनिदिनु छोडिदिउँ भनिदिन्छु म चाहिँ त्यो मान्छे मलाई पनि मन पर्दैन कि तर त्यो आइएम नट त्यो देखावटी होइन क्या त्यो भित्रबाट आफै आउँछ मेरो म कन्ट्रोल गर्न खोज्छु कति त्यस्तो नराम्रो भयो अन्त अरूको केही त्यहाँनिर नराम्रो भइरहेको छ मतलब जस्तै अब हामी ऱ्यान्डम मान्छे हिँडिरहेको छ अगाडि अनि त्यसको अलिकति केही नराम्रो देखिरहेको छ के भयो यो चाहिँ अलिकति चेन्ज गरिदिनु न भनेर अलिकति भनिदिइहाल्छ कि ओ तिम्रो त्यो देखिरहेको अब मतलब कसैको सर्ट निक्ल्यो नि ओ तिम्रो त्यो सर्ट निक्लिरहेछ भन्छु क्या त तर मैले उसलाई त हेल्पै गर्न खोजेको तर तर अलिकति नराम्रो सोध्छ नि त त्यो मान्छेले पनि नराम्रो सोध्छ नि त राम्रोको जमाना छैन अहिले डेयर नुनै रहेछौ गाइस यहाँनिर त्यो टिस्युको बट्टातिर आउँछ राख्नु त्यही हो नि फेरि होइन त्यो अङ्कललाई बोलाऊ नि अङ्कल टिस्युको बट्टा दिनु न भन के उठ्न पाइँदैन नि त हामी त भन न म त के अघि मैले कराएँ त कत्रो भने म पल्टा पर्छ छिटो राख्ने छिटो त्यो त अङ्कललाई बोलाउनु थिएन नि त छिटो न यो चेन्ज अलिकति ल भन्छु अङ्कलले सुन्नुभयो सुन्नु भएन द्याट्स डजन्ट डिपेन्ड्स लुगाइदिन्छु नि त टिस्यु तिम्रो लागि अङ्कल यहाँ टिस्यु छैन टिस्यु यहाँ यति छ टिस्यु म देखाइदिन्छु ल टिस्यु यति छ नाच्ने घर लाग्दैन थाहा छैन कहाँ भन्नु यो हाल्दै भयो लगेर कति टिस्यु यति भनिदिँदा तिम्रो ट्रुथ कि डेयर अफकोर्स ट्रुथ अब त डेयर भन्दिनँ म ट्रुथ तिमीलाई हाम्रो स्कुलबाट को केटा मनपर्छ मतलब कुन सेक्सन भन कोही मनपर्छ कि मन पर्दैन त्यति भन मनपर्छ तर म भन्नु सक्दिनँ सेक्सन र नामहरू भने मनपर्छ भनेपछि यो भिडियो कहाँ पुग्ला त्यस्तो उयो होइन लभवाला होइन जस्ट झट्ट हेर्दा लाइकवाला अघिको एन्सर मलाई याद छ होला फर्स्टतिर मैले के क्वेसन सोधेको थिएँ कि आन्टीको खोइ कुन चाहिँले रातभरि छिरेछ या पुरा गर्छ तिमी खाऊ है अब ट्रुथ कि डेयर
तिमीलाई चाहिँ चस्मावाला कस्तो लाग्छ पप्पाको ट्रेन के छ राम्रो लाग्छ तिमीलाई तिमीलाई राम्रो लाग्छ नराटामा इ मलाई थाहा छ एउटा मैले छ जस्ट अब म भनिदिइहाल्छु यो रियालिटीमा भनिदिइहाल्छु फर्स्ट टाइम उसलाई देख्दाखेरि पुरै त्यो हुन्छ नि इलिगेन्टवाला फिल आइरहेको थियो होइन किनभने उसको थोप्स राम्रो छ सिधा कुरा उसको थोप्स राम्रो छ अनि पुरै सिधा उभिरहेको थियो अनि मैले त्यतिकै यो राम्रो रहेछ है भनेर मात्र भनेको थिएँ त्यसको गतिविधि हेरेर आई डोन्ट लाइक हिम सेकेन्ड डे आई डोन्ट लाइक हिम फर्स्ट डे आई लाइक मतलब हेर्दाखेरि चट्ट लाइक इज अट्र्याक्टिभ भनेको मात्र अब तिम्रो टर्न ट्रुथ क्लियर हाम्रो स्कुलबाट तिमीलाई आजसम्म कतिवटा केटा मन परिसक्यो एउटा मात्र तिम्रो बारी मेरो ट्रुथ तिमीलाई कतिजना मन परिसक्यो हाम्रो कलेजबाट नढाटा नि फेरि कतिजना थाहा छैन अनकाउन्टेबल हो अनकाउन्टेबल होइन क्या मतलब अब यो यस्तो झट्ट कोही बेला देखिन्छ नि त होइन गएको झट्ट जे नयाँ देखिन्छ नि फेरि गाइज यो राम्रो रहेछ भन्ने हुन्छ अनि फेरि अर्को देखिँदैन ट्रुथ क्लियर ट्रुथ ट्रुथै हो अब ट्रुथ मात्रै हो गाइज इफ द गाई यु लाइक यस्तो होइन इमेजिन तिम्रो बोयफ्रेन्ड छ अरे मेरो बोयफ्रेन्ड छ अरे अनि तिमीले मन पराएको केटाले आएर तिमीलाई प्रपोज गरेर अरे वाट विल बी अरे एन्सर थाहा भयो कि कुरा हो यो बोयफ्रेन्ड भएपछि त कसले मन पराउँछ र तिमी त्यो केटाले अड्काउँछौ कि अड्काउँदैन अड्काउँदिनँ त्यो अड्काउने टु टाइमिङवाला फेस देख्नु मेरो देखिन्छ होइन कस्तो के भन्छे काम छैन यसको ट्रुथ क्लियर ट्रुथ अयो कसरी चिट गरेको थियौ तिमीले चिट भयो ल बाई बाई सोधौँ किन सोध न मलाई ट्रुथ क्लियर ट्रुथ क्लियर ट्रुथ तिम्रो फर्स्ट हार्ट ब्रेक कहिले भएको थियो कहिले र कसले गरेको थियो नाइनमै भएको थियो नाम भन्दैन म नाम होइन मतलब को थियो त्यो व्यक्ति थियो मान्छे अब तिम्रो ब्रदर थियो कि तिम्रो क्रस थियो कि तिम्रो बोयफ्रेन्ड त्यस्तो भन्न खोजेको क्या को थियो त्यो क्रस त्यसले त्यो यो भिडियो हेऱ्यो भने थाहा पाउँछ होला त्यसको लागि एक्जिस्ट पनि गर्दैन बाबा तिमी त्यति हो मलाई सोधा क्रस होइन त्यो मन ठिकै लाग्थ्यो मलाई त्यसले गएको धेरै मन पर्थ्यो क्या त्यो अब ट्रुथ क्लियर ट्रुथ 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 के सोध्न हालिदिँदै हाम्रो बिच मात्रै होइन त्यही भएर तिमीलाई अहिलेसम्म तिम्रो अगाडि कसैले फेक एक्ट गर्यो भने वाट विल तिम्रो फर्स्ट एक्सप्रेसन कस्तो हुन्छ फेक ट्याग गर्यो भने फर्स्ट एक्सप्रेसन यस्तो हुन्छ मेरो कस्तो हुन्छ होला गेस तिम्रो त्यही यस्तै हो सफ्टको एक्सप्रेसन म यस्तो गरिदिन्छु क्या मलाई थाहा हुन्छ क्या फेक ट्याग गरेको चिन्छौँ नि त अनि हामी चाहिँ तिनीहरूलाई लाग्छ हामी डम हो क्या हामी चिन्दैनौँ जस्तो लाग्छ अनि फेरि उनीहरू गरिरहन्छौँ नि हामी यस्तो रियाक्सन भन्ने बित्तिकै यस्तै मैले क्वेसन पनि भेटेँ अब मलाई सोध्दा म सोध्छु ट्रुथ क्लियर
ट्रुथ तिमीलाई मान्छेले मतलब एफोर्ट कस्तो हुनुपर्छ तिम्रो लागि मेरो लागि एफोर्ट धेरै म्याटर गर्छ यार ओभर सानो सानो चिज अब कस्तो भन्नु अब एक्जाम्पलको लागि यत्रो बुके चाहिएन सानो फुलै बाटोबाट टिपेर दियो भने खुसी मेसेज गर्नु पर्यो रोजिनालाई कसैले मन कल गर्नु पर्यो मेन आइम कल पर्सन अनि टेक्स्ट पर्सन आइम कल पर्सन अहिले म कल पर्सन भएको छु फिलहाल अनि अरू त्यही हो सानो चिज जस्तै स्टोरीमा मेन्सन त्यही ठुलो कुरा हो अनि त्यसै हो त्यत्रो गिफ्ट चाहिँदैन तिम्रो लागि रेड फ्ल्याग कस्तो मान्छेहरू रेड फ्ल्याग फर्स्ट एक्सप्रेसन त्यसले के गर भन्छ तिमी फर्स्टमै कस्तो रेड फ्ल्याग सोध्छौ तिमी हि स्टार्टेड मैले नसोधिकन उसको एक्सको बारेमा बताउन थाल्यो भने त्यो थाहा हुन्छ क्या हि इज नट मुभ डन हि वान्ट टु कम्पेयर हर विथ एभ्री अदर गर्ल हि मेट भन्ने हुन्छ त्यही भएर द्याट्स बिगेस्ट रेड फ्ल्याग फर मी ट्रुथ हाउ डु यु डिफाइन ग्रिन फ्ल्याग रिमेम्बरिङ स्मल थिङ्स मैले केही भनेको छु अरे आज मलाई एकछिनको लागि के भन्नु मलाई के मनपर्छ मलाई पानी चाहियो भने त्यसरी यस्तो अगाडि लानुपर्छ के भने मैले भएँ नि मलाई यस्तो गरेको मन पर्दैन डेडिकेटेड फलो गरेको मन पर्दैन भने अनि भोलिपल्टदेखि त्यस्तो सब केटी अनफलो त्यस्तो ग्रिन फरेस्ट हुन्छ है मेरो लागि चाहिँ तिमी वे टु फाइन्ड हिम हेभेन म सोध्छु तिमीलाई अब मेरो चोइस कस्तो लाग्छ केटामा मैले जति भनेको छु तिमीलाई अनेस्टली भन्दा मलाई आवर टाइप्स आर डिफ्रेन्ट सो मलाई ठिकै लाग्छ ठिकै तिनीहरूको तर रोजिराले मन पराएको केटाको एउटा बानी चाहिँ राम्रै हुन्छ है के बानी राम्रै हुन्छ ग्रिन फरेस्ट हुन्छ फ्ल्याग ग्रिन फरेस्टै हुन्छ न फरेस्टै भन्नु तिमी सोधा ए तिमीले नि सोधेको होइन तिमीलाई एउटा केटा रिच र ह्यान्डसम छ अरे एउटा केटा रिच र अग्ली लुकिङ छ अरे होइन रिच र ह्यान्डसमको बानी राम्रै थियो अरे तर हुन्छ नि उसको एउटा गर्ल बेस्ट फ्रेन्ड थियो अरे बानी चाहिँ फेरि एकदम ग्रिन फ्ल्याग फरेस्टवाला ट्रिट गर्थ्यो अरे तिमीलाई अनि अर्को भनेको अग्ली र रिच भन्ने एउटा केटा चाहिँ त्यसको चाहिँ गर्ल बेस्ट फ्रेन्ड थिएन अरे होइन बेहोरा पनि ठिकै थियो अरे तै पुरै ग्रिन फरेस्ट थिएन अरे म बरु टक्सीसँग बस्नु सक्छु गर्ल बेस्ट फ्रेन्डवाला चक्करसँग सक्दिनँ मेरो एन्सर बुझ आफै गर्ल बेस्ट फ्रेन्ड हुन्छ जस्तो लाग्दैन यार मलाई किनभने स्लाइटली लाइक हुन्छ क्या त्यो दिनदिनै आयो सँगै बसेपछि है अनि अर्को अनि कोही केटी आयो भने चाहिँ त्यसलाई रियलाइज हुन्छ है ए हामी दुईजना एकअर्कालाई मन पर्छ भने त्यो थर्ड पर्सन चाहिँ जस्ट उनीहरूको फिलिङ्स रियलाइज गरिदिन मात्रै गएको हुन्छ त्यहाँनिर आई एम जस्ट अ म्याच मेकर फर यु गाइज भनेर निक्लिनुपर्छ ला सो सरी अनि आफू उनीहरू लभी डबी आफू भन्नु हुन सक्ने त्यस्तै हुन्छ एक्सपिरियन्सले भनेको फेरि जस्ट हामीले देखेको भरमा होइन त्यहाँबाट सुन्छौँ नि त हामी पनि अर्को मनी ट्रुथ एउटा ट्रुथ हाम्रो क्लासको कपालहरू कस्तो लाग्छ तिमीलाई क्रिन्ज भेरी क्रिन्ज अलिकति डिस्क्राइब गरिदिनु न तिनीहरूको बारेमा यस्तो हो क्या अब हुन्छ नि क्लासमा अब त्यो हल्का अब यस्तो क्लासमै देखाइहाल्नु पर्दैन क्या हर्कत उनीहरू घरमा गएर के गर्छन् अब बुझ्नुहोस् होइन क्लासमै देखाइहाल्नु होइन त्यस्तो भनेको होइन त के चाहिँ
देखाल्नु पर्दैन होइन नर्मल बिहेभ गर्दा हुन्छ एकअर्कासँग कमन कन्भर्सेसन भनेको त्यो त एकदम कमन हो होइन क्याजुअल कन्भर्सेसनहरू त हुनै पर्छ अनि त्यसपछि अरू केटीहरूलाई आफै नहेर्नुपर्छ त्यो केटीले कन्ट्रोल गरेर उसलाई रिस भनेर अरूलाई घुर्नु हुँदैन त्यो भनेको आफ्नै दिमागमा पस्ने कुरा हो क्या पर्छ हाम्रो जहिले हाम्रो अस्ति झन्डै पर्न पनि प्लिज ल एकदम लाइक एम मैले भनिदिएछु झक्का भनेर के भन्नु थाल्यो मलाई तर मैले सुन्न भनेको भने तिनीहरूले आफै हो नि त हामीले सुनमा डिस्काउन्ट चाहिँ गरेको लोयल गर्न खोज्छन् तर नो गर्लफ्रेन्ड छैन भने चाहिँ त्यस्तै हेर्छ गर्लफ्रेन्ड पनि लोयल छैन बोयफ्रेन्ड पनि लोयल छैन इफ इच अदर इज नट मुखमै प्रेजेन्ट भन्दैन सक्छु भनेर इफ यु हेभ एनिथिङ टु से कति बज्यो 4 बज्छ है बाई बाई लास्ट क्वेसन अब लास्ट मलाई सोध्छु होइन मैले सोधेँ त भर्खर तिम्रो पालि मैले सोधेको होइन तिमीलाई को कपाल मन पर्दैन गरेर हो हाम्रो क्लासबाट सबैभन्दा सुरुमा तिम्रो फाइट कोसँग पर्छ होला मेरो एउटा यस्तो कि त कपल्स त्यही हो अरू कोहीसँग पर्दैन अरूसँग सबैसँग राम्रै छु उनीहरूले नराम्रो सोच्यो भने थाहा छैन तर हामी अरूलाई एकसँग पर्दैन त्यस्तो धेरै हाम्रो पर्सनल केही छैन जस्तो उसको पर्सनालिटी मात्रै मन नपरेको हो मान्छे ठिकै छ भन्नु न अब ठिकै छ होइन राम्रो त राम्रै छ हामी चाहिँ मान्छे भनेको पनि मतलब जस्तो रुट सुट पनि छैन जस्तो अलिकति चम्किने बानी कम गर्यो भने राम्रो त्यति हो होइन मेरो त्यही एउटा केटासँग त्यतिकै भनेको होइन क्या त्यो अब टिचरहरू हुँदाखेरि अरूलाई डोमिनेट गरेर आफू मात्र यस देयर्स ओन्ली मी म मात्र भयो बिहेभियर छ होइन भने अरू त एकदम हामीले भिडियो सेयर जान्छ मलाई थाहा छ झन् हाम्रो भ्युज बढ्छ ए ल बाई 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 हजुरलाई यस्तै भिडियो मन गसिप चाहियो गसिप चाहियो भने कमेन्ट गर्नु होला हामी लिएर आउनेछौँ बाई बाई